तपाईँ देख्न सक्नुहुनेछ यो भने पहिलो कार्डको भागीदार बनेको छ बाबाथुन्डे। तपाईँ देख्न सक्नुहुनेछ रेड युनाइटेड गोर्खा र लक्ष्मी बजार हट क्लब गोर्खा र यहाँ भने केही व्यक्तिगत जान पुगे मैदानभित्र। यो दृश्य त्यति राम्रो दृश्य होइन। नेपाली फुटबलको विकासमा यो किसिमको गतिविधिहरू हाबी बन्न सक्छ। तपाईँ देख्न सक्नुहुनेछ दर्शक महानुभावहरू लगातार रूपमा खेल सञ्चालनमा केही असहजता भइरहेको छ। अवश्य पनि बिग गेम यो खेल जति महत्त्वपूर्ण छ र उत्तिकै प्रतिस्पर्धात्मक दुवैतर्फ उत्तिकै क्षमतावान खेलाडीहरूको भरिभराउले पनि आज निर्णायकहरूमा केही असहजता त सृजना भएको छ। खेललाई खेल सम्झिएर प्रतिस्पर्धा गर्न आवश्यक छ र केही समय सम्भवतः यो ड्रामा हामी देख्न सक्छौँ। यहाँ केही निर्णयहरू आउन बाँकी छ। अफिसियलहरू केही समय लिएका छन्। दर्शक महानुभाव रेड युनाइटेड गोर्खा वर्सेस लक्ष्मी बजार हट क्लब गोर्खा। जुन झमेला हामीले देखेका थियौँ यस बीचमा आखिर भएको के थियो? आखिर गल्तीको भागीदार कुन कुन खेलाडी बन्ने छन्? यो जुन किसिमको दृश्य सृजना भएको थियो अवश्य पनि सुमन घिमिरे सम्पूर्ण सङ्घको यो छलफल भइसकेको छ। रेफ्रीहरू अन्ततः एउटा डिसिजन तपाईँ देख्न सक्नुहुनेछ दुवै असन्तुष्ट छन्। यतिखेर तपाईँले देखिरहेको छ जुन किसिमको दृश्य कि निर्णायकहरूको निर्णयले यो खेललाई कुनतर्फ लाँदैछ। रेड युनाइटेड गोर्खा मिथ्यु र सोलोमन किङ हामीले देखिरहेका छौँ दुवै सन्तुष्ट छैनन्। तपाईँ देख्न सक्नुहुनेछ यो समय अवधिमा कुनै पनि खेलाडी गुमाउनु भनेको यो सेमी फाइनल खेलमा आफ्नो टिमका लागि अच्छा 3 फरेन प्लेयरहरू हामीले देखिरहेका छौँ। फरेन प्लेयर वर्सेस नेपाली प्लेयर बीचको जुन किसिमको असमझदारी यो सेमी फाइनल खेलमा जुन किसिमको ड्रामा भइरहेको छ तपाईँ देख्न सक्नुहुनेछ। मिथ्यु आखिर यहाँ के हुनेवाला छ? तपाईँ देख्न सक्नुहुनेछ यतिखेर सुमन घिमिरे मिथ्यु छन्। यो रेड कार्ड दुवै खेलाडी मिथ्यु र सन्दीप राणा मगर र यो पहिलो कार्डको भागीदार बन्ने छ सरोज तामाङ। दुवैतर्फका एक खेलाडी बाहिरिएको छ। यो सेमी फाइनल खेल दुवै टिमका समर्थकहरूको बीचमा यो निराशा हो। सन्दीप राणा मगर एक महत्त्वपूर्ण खेलाडी हुन्। लक्ष्मी बजार हट्स क्लबका लागि एक महत्त्वपूर्ण अट्याकर गुमाएको छ र एक गोलको अग्रतामा जुन किसिमको डिफेन्डिङको आवश्यकता थियो रेड युनाइटेडलाई हो त्यो आवश्यकतालाई पुरा गर्न सक्ने एउटा क्षमता थियो। हामी देख्न सक्छौँ मिथ्यु उत्तिकै रक्षा पङ्क्तिको सशक्तता र ओभरल्यापमा गएर जुन किसिमको गोलहरू उनीबाट हामीले देख्न पाएका थियौँ। यहाँ भने कोच पनि सम्भवतः येलो कार्डको भागीदार बनेको छ। तपाईँ देख्न सक्नुहुन्छ दुवै टिमका अफिसियलहरू